अब चाहिँ गुड इभिनिङ भनौँ होला सायद होइन मिलन के भनौँ गुड इभिनिङ भनौँ कि के भनौँ गुड इभिनिङ भनौँ हामी चाहिँ अब ट्याक्क यो रुमबाट बाटो चाहिँ त्यहाँबाट थियो अनि यहाँबाट चाहिँ गोरेटो बाटो थियो कि सर्टकट त्यहाँ रहेछ अनि त्यहाँबाट चाहिँ दुई भाइ भएर यसो ट्याक्क बोर्ड खेल्न जाऊँ भनेर हो त्यहाँ बोर्ड खाली हानिहाल्यो नि एकदम हान्ने आज एकदम हानि झाडो भइराख्यो नि चिसो भयो एकदमै चिसो ए त्यो त्यहाँको हाम्रो बाटो यस्तो छ यी ट्याक्क हेर्नु काले माले भाले सबै त्यहाँ घरहरू अब एकदम हाम्रो चाहिँ अस्ति त्यो हामीलाई रुम देखाउने अन्टी ग्राउन्ड पनि छ रुमको हाम्रो फुटबल ग्राउन्ड फुटसलै भन्न आउँछ फुटसल जे खेले पनि ग्राउन्ड हो जे खेले पनि त्यही छ यहाँ साथी आज चाहिँ हामी क्यारम बोर्ड कम्पिटिसन खेल्दैछन् मिलन अनि म भएर ट्याक्क हेर्नुहोस् है कसले कस्तो खेल्छ मजाले ल साथी खेला त सुरु गर त ल ठिक छ ल्याउ कुन खान त खाएनौ नि खाएनौ नि मैले कालो हालिदिन्छु है बास अर्को पनि गयो गएन मेरो टर्न आयो मेरो कालो होइन कालो कुन भएन सेट ल खाऊ त प्याट ल आना अर्को गएन है अब कौन हान मैले कालै यो घरमा त कौन हान भनेर सोधेको यार ट्याक्क गयो ल नाइस आई लाइक द भ्यू गयो निकालिदिनु पर्दैन तिमीले घोटी सेत निकाल्नु त लाग्यो है सेता ल आना त यहाँ हामीले त अलिअलि युट्युबमा भ्लग राख्न नि थाल्दैछ कि सुरुवात गरिदिएँ यसो क्यारम बोर्ड खेलेको कन्टेन्ट बनाऊँ भनेर होइन सुरु गर्न पर्यो नि चिया हामी साथी पहिला अब नबोल न धेरै धेरै बधाई छ हाम्रो मिलन साथीलाई विनर भयो अब यहाँ आउँछ है ल यहाँ आउँछ लगाउनु पर्दैन होइन कि यहाँ हामीले विनरमा लगाउने चलाउँछ ल धेरै धेरै बधाई छ तिम्रो गर्दा मैले जित्न पाएँ ल हाम्रो विनर अब यहाँ अब हाम्रो सर थियो कि जो हार्छ नि त्यसले लेमन टीको पैसा तिर्छ भन्ने सर थियो साथी उसले च्याउँछ अब त्यसमा हारिहाल्यो टिको पनि लगाइसक्यो ल अब यस्तै यस्तै आउँदै रहेछन् यी चिया खाँदै बोर्ड खेल्दै ल है त साथीहरू ल आजको लागि यस्तै है त हारिहाल्यो के गर्नु अब बोर्डै खाइयो भनौँ न त्यस्तै छ केही छैन बिस्तारै सिक्दै जाने हो ल साथी केही भनिदेऊ त गेम रमाइलो भयो भर्खर बोर्ड खेल्न लगाएको त्यस्तो एक्सपिरियन्स छैन तर पनि अब के गर्ने राजीवले चाहिँ गोटी खाएनन् राजीवले चिया खाए गोटी खाएन न क्या चिया खाए गोटी खाएनन् अनि गेम चाहिँ राजीवलाई मैले जितेँ ल आजको लागि यति नै है त ल बाई